हेलो गाइस सबैजनालाई वेलकम छ प्रियङ्का ब्लगमा। आज मेरो किचनमा मासुको अचार पाक्दैछ। अनि मैले मासु पकाउनको लागि मैले अलरेडी लसुन अदुवा काटिसकेको थिएँ। अनि मैले खुर्सानीको पनि पेस्ट बनाएको थिएँ कि अब सबै हाल्ने मिक्स बनाउने चलाउने अनि कस्तो कलर आउने गरी क्या एकदम कलर आउँछ नि मसला पाएपछि रातो। अनि मैले लसुनको पनि पेस्ट बनाएको थिएँ त्यो ग्रेभी हुनको लागि क्या, किनकि मैले अलरेडी काटेर हालेको थिएँ नि त। अब यो हालेपछि ग्रेभी हुन्छ नि मजाले मासुसँग टाँसिनको लागि नुन पनि हालेँ है। स्वाद अनुसार नुन हाल्नुपर्छ क्या, किनकि आफू कस्तो खाने हो, चर्को खाने हो कि नखाने हो भनेर होइन। अब यसलाई चलाउने तेल आउने गरी मसला चलाउने मासु हेर्नु मेरो कस्तो मजाले खरेको। अनि मैले यसमा तोरी धनियाँ जिरा टिम्बुर हालेको क्या। मैले अघि पेस्ट बनाएको थिएँ, त्यसको पनि धुलो मसला बनाएको थिएँ। अनि मैले भिनेगर थोरै हालेँ त्यो नबिग्रियोस् भनेर। अनि मैले मासु पनि हालेँ। अब यसलाई मोल्ने हो क्या, मोल्ने भन्दा नि मिक्स गर्ने क्या, चलाउने। अनि यसलाई हेर्न पाकेपछि यस्तो दामी आयो नि, यो मोबाइलमा चाहिँ यस्तो देखायो तर कलर चाहिँ एकदमै राम्रो आएको थियो क्या। अब यो म डब्बामा हाल्छु कि डब्बामा, किनकि म यहाँ क्रोसियामा सेल गर्छु क्या मासुको अचार। म घरमा बनाउँछु अनि मान्छेहरूलाई कतिले खान मन लाग्छ नि, नेपालको याद हुन्छ। अनि म यसरी डब्बामा प्याक गरेर म सेल गर्छु क्रोसियामा बसी बसी।